हाई एभ्रिवान, म जापानको नारितामा भइरहेको एउटा रमाइलो उत्सव फेस्टिभलमा जाँदैछु। यो भिडियो चाहिँ हिजो शनिबारको हो। हिजो चाहिँ अलिकति राति भएको थियो नि त घर फर्किँदा, त्यही भएर भिडियो आज पोस्ट गर्दैछु एडिट गर्न नपाएर। म चाहिँ कामबाट आएर रेडी भएर साथीहरूसँग घुम्न निस्किएँ। यहाँको वातावरण चाहिँ एकदमै जीवित छ। चारैतिर सङ्गीतहरू बजिरहेका छन्। मानिसहरू आफ्नै पोसाकहरूमा सजिरहेका छन्। अहिले चाहिँ हामी एउटा सानो सांस्कृतिक प्रोग्राम हेर्न जाँदैछौँ। यो सबै दृश्य चाहिँ बाटोकै हो। बाटोमै जाँदाखेरि बाटोभरि मान्छेहरू आफ्नो पोसाकहरूमा रङ्गिएका थिए। बाटोभरि धेरै नै भिड थियो। सायद आज शनिबार भएर पनि होला। बाटोमै यस्तै जाँदैखेरि यस्तै प्रोग्रामहरू थियो। यहाँ आइपुग्ने बित्तिकै मलाई चाहिँ एकदमै छुट्टै अनुभूति भएको थियो। चारैतिर खुसी, उत्साह, रङ्गिन माहौलले भरिएको थियो। सायद जो कोही यहाँ आउँदा पनि धेरै नै खुसी हुन्थ्यो। हिजो को आउनु भएन, धेरैले छुटाउनु भयो। हामी चाहिँ मन्दिर आइपुग्यौँ। मन्दिरमा झन् मान्छेहरू यति धेरै थिए, लास्टै भिड थियो। हिजो चाहिँ झन् धेरै नै रमाइलो भएको थियो। साथीहरूसँग झन् घुम्न पाउँदा र हामीले सँगै बिताएको समय एकदमै रमाइलो भइरहेको छ। हामी कहिले फोटो खिच्दैछौँ, कहिले भिडियो बनाउँदैछौँ अनि कहिले यहाँको रमाइलो माहौलमा हराउँदैछौँ। पुरा नाच्दै ओर्दै धेरै नै रमाइलो भएको थियो साथीहरूसँग। यो पल सधैँभरि याद रहिरहनेछ। साथीहरूसँग यस्ता रमाइलो क्षणहरू बिताउँदा समय कति छिटो बित्छ थाहा नै हुँदैन। सायद तपाईँहरूले पनि याद गर्नुभएको होला, यसरी घुम्न पाउँदा हाँस्दै रमाउँदै अनि सुन्दर सम्झनाहरू सङ्कलन गर्दैछौँ। यस्ता पलहरू जीवनभरि सम्झना लायक हुन्छन्। कुनै दिन याद आउनेछ यसरी नै हेर्दा, रमाइलो गर्दा। यिनै सम्झनाहरूले जीवनलाई अझ सुन्दर बनाउनेछ। साथी चाहिँ टिकटक बनाउँदै हुनुहुन्थ्यो अनि टिकटक बनाउँदै लु बनाऊँ न भनेर हामीहरू पनि बनाउन थाल्यौँ टिकटक। तिनैजना कुन गीतमा टिकटक बनाउँदैछु हेर्नु होला। सायद दिदीले चाहिँ सिकाउँदै हुनुहुन्थ्यो हामीलाई टिकटक पुरा। हामी चाहिँ टिकटक बनाउनतिर रमाइलो गर्दै दिनहरू बिताइरहेका थियौँ। अनि हामी चाहिँ फर्किँदाखेरि त अझ यहाँनिर त कति धेरै रमाइलो भइरहेको थियो। तर लगभग राति भइसकेको थियो र हामी चाहिँ त्यत्तिकै बाट फर्किँदा त बाटोमा त झन् कति धेरै रमाइलो भएको के। बत्ती झिलिमिली नै झिलिमिलीहरू कति राम्रो धेरै दृश्य देखेको थियो कि। म त कति रमाइलो लाग्यो। मलाई झन् तिहारको नेपालमा तिहार लास्टै मनपर्छ कि। तिहारमा झिलिमिली बत्ती चारैतिर कति राम्रो देखिन्छ नि त। अनि मलाई चाहिँ लास्टै मनपर्छ कि तिहार। अनि झन् म त कति धेरै खुसी भइरहेको थियो कि। साथीहरूसँग भिडियोहरू खिच्दै हिँडिरहेको थियौँ। त्यत्तिकैमा त झन् अलिकति पर त झन् कति धेरै रमाइलो भएको थियो कि। यत्तिकैमा हामी चाहिँ नारिता एकी पनि आइपुगेर हामी चाहिँ फर्क्यौँ। आज चाहिँ धेरै रमाइलो भएको थियो साथीहरूसँग। अब अर्को ब्लगमा भेटौँला।